यति गाजरको नेपाली ₹600 जति पर्न जान्छ पत्याउनुहुन्छ? अनि डाइनिङ टेबल हुँदाहुँदै मजाले भुइँमा बसेर खाने कस्तो खालको मान्छे म? हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। सदा चाहिँ आज पनि मेरो मिनी भ्लग सुरु भइसकेको छ। नेपालमा एकदमै नराम्रो घटना घटेको छ, त्यही भएर मनमा एकदमै नरमाइलो लागिरहेको छ। फेरि यताको मौसम पनि त्यस्तै भइरहेको छ। कोरियातिरको मौसम पनि यस्तै पानी पर्ने, बादल लाग्ने एकदमै नरमाइलो फिल हुन्छ। नरमाइलो फिल लागे पनि के गर्नु, अब हामी विदेशमा बसेको मान्छेहरूलाई विदेशमा त काम गर्नै पर्छ। एक दिन काममा गएन भने नराम्रो भइहाल्छ हामीलाई, त्यही भएर आफ्नो दैनिकी गर्दैछु। हामी विदेशमा हुनेले गर्न सक्ने भनेको आर्थिक सहयोग हो। आफूले जति सक्दो सहयोग गर्नुहोला। बाढी पीडितहरूको लागि मनमा नरमाइलो छ नि के गर्नु, अब परदेशमा छौँ त्यही माथि होइन, फेसबुक, टिकटक, युट्युब जे हेरे पनि यो बाढीको न्युजहरू आइरहेको हुन्छ। मनमा झन् नरमाइलो लाग्दो रहेछ हामीलाई। नेपालमा यस्तो प्राकृतिक प्रकोपहरू आइरहन्छ, बाढी, पहिरो, भूकम्प, के गर्नु, नेपाल यस्तै छ त। जस्तो सुकै भए पनि आफ्नो जन्मभूमि, आफ्नो देश एकदमै प्यार हुन्छ। त्यही भएर नेपालमा यस्तो घटनाहरू हुँदा चाहिँ मनमा एकदमै नरमाइलो लागिरहेको छ। विदेशमा भएपछि फेरि हामी बलियो हुनुपर्ने हुन्छ। के गर्नु, अब अर्काको देशमा काम गर्न आएको, काम गरेन भने, काम गर्न सकेन भने भोलिको दिनमै हामीलाई निक्लिएर जा भन्न सक्छ। त्यही भएर चाहिँ मनलाई दरो बनाएर आफ्नो दैनिकीहरू गर्दैछु साथी। कामबाट शरीर थाकेर आएको हुन्छ, शरीर थाकेर आएपछि अब खानपिन गर्नुपर्ने हुन्छ, आफूलाई एकदम भोक पनि लागिरहेको हुन्छ। त्यही भएर अहिले भोक मेटाउनको लागि म साधारण खाजा खाँदैछु साथी। खाजा खाएपछि एकछिनमा फेरि खाना खाने टाइम हो। अहिले चाहिँ रुममा म एक्लै भएको कारणले एकचोटि तरकारी पकाएँ भने 2-3 छाक पुग्ने गर्छ। फ्रिजमा राख्दै खाँदै गर्छु साथीहरू। के गर्नु, एक्लो भएपछि एकदमै गाह्रो हुँदो रहेछ। अनि रुममा चाहिँ डाइनिङ टेबल, कुर्सी सबै छ, तर पनि म चाहिँ भुइँमा बसेर खान्छु। किन होला त साथीहरू? हो, यसको कारण भनेको स्वास्थ्यको हिसाबले भुइँमा बसेर पलेटी मारेर अनि हातले भात खायो भने चाहिँ स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ। त्यही भएर नेपालदेखिको मेरो बानी यही छ साथीहरू, भुइँमा बसेर हातले भात खाएन भने एकदमै भात नखाएको जस्तो हुन्छ। त्यही भएर डाइनिङ टेबल, कुर्सी सबै छोडेँ। अब खाना खाएपछि फेरि भाँडा माझ्नुपर्ने हुन्छ साथीहरू। एकजनाको भाँडा नि यति धेरै हुन्छ। अनि जुठो भाँडा चाहिँ कहिले पनि बेलुका नराख्नु भन्ने भन्छ वास्तुमा। त्यही भएर चाहिँ म कहिले पनि जुठो भाँडा राख्दिनँ, बेलुका माझी नै हाल्छु। अनि अर्को कुरा, अब गाजरको कुरा आयो साथी। यहाँनिर प्रश्न देख्न सकिन्छ 5,980। अहिलेको रेट अनुसार नेपाली लगभग 600 रुपियाँ पर्छ। यति गाजरको 600 रुपियाँ तिरेर खानुपर्छ, के गर्ने साथीहरू। अनि खाना खाएपछि बेलुका यसो वाकिङ गर्ने गर्छु साथीहरू, म कम्पनीको वरिपरि यसरी खाना खाएर वाकिङ गर्दा चाहिँ पाचन प्रक्रिया एकदम राम्रो हुन्छ। त्यही भएर चाहिँ मेरो नेपालदेखिको बानी यही छ, खाना खाएपछि यसो हिँड्ने गर्छु। अनि बिहान चाहिँ एकदमै धुम्मिएको आकाश चाहिँ के खुल्ला देख्न सकिन्थ्यो। बेलुकाको समयमा चाहिँ आफूलाई रिफ्रेस गरेर घुमेर आएपछि फेरि म रुममा गएर पानी खान्छु साथीहरू। यो चाहिँ मेरो लास्ट पानी। बेलुकाको समयमा चाहिँ धेरै पानी नखानु भन्छ, त्यही भएर सुत्नुभन्दा धेरै अगाडि म पानी खान्छु। अनि गाजर खाएपछि मेरो दिनको अन्त्य हुन्छ। यति भन्दा आजको मिनी भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु साथीहरू। फेरि भेटौँला।